हेलो सबैजनालाई नमस्ते। आज म जाँदैछु मौरी पालन भएको ठाउँमा अनि म चाहिँ तालिम लिन आएको थिएँ मालपाटनको अफिसमा तालिम केन्द्रमा। अनि हामी यहाँ धेरैजना छौँ। अब हाम्रो बस पनि आइसकेको छ, त्यहाँपछि छ बस। अब हामी सबैजना जाँदैछौँ मौरी पालन फार्ममा र के तालिम हुन्छ। धेरै नै थाहा नहोला, यो चाहिँ मुडे घाँटी हो। यहाँ चाहिँ मौरीहरू छन्। यो चाहिँ माथिबाट यस्तै खोलेर हटाउनु मिल्दो रहेछ। यो चाहिँ आज मैले फर्स्ट टाइम देखेँ मुडे घार भन्ने कुरा चाहिँ। अगाडि छोड्दिनु है। यसमा मैले चास्नी दिएको है। हजुर, यसमा चाहिँ यो चास्नी दिएको। मौरी कता उड्यो छ हेर्नुस् त। चास्नी तपाईहरुले यस्तोमा दिन नि सक्नुहुन्छ। यो खर्च कम्ती। हजुर, यसमा खर्च आउँदैन। यसमा यो पराल हालेर ठ्याक्क राख्दैछिन। यसमा चाहिँ तपाईहरुको खर्च आउँदैन। यो जम्मा 20 रुपैयाँ 15 रुपैयाँ 20 रुपैयाँ पाइन्छ। के हाल्नु भएको चास्नी कि क्यान्डी? चास्नी दिने भाडो। त्यो सके खान अहिले। यो हालेपछि तपाईको यसबाट डुबेर मर्दैन। छेस्कोहरु राख्दिनु। उसलाई पार लाउनको लागि यो आधार पोलामा लागेको है। आधार पोला किन हालेको लागि यहाँ रानी देखाउने 1 नम्बर हो मेरो। हामीले भने सल्पुर गाह्रो भयो। रानीहरु जग्गामा उसले थप्या हो। अलि उसै बसौँ न त। तपाईले देख्न सक्नुहुन्छ यसमा चाहिँ माटोले लेपेको छ नि। यो लेप्नुको मेन रिजन चाहिँ बाहिरबाट किराहरू जान नसकोस्। यो जग्गाबाट विशेष गरी कमलाहरू। यहाँ एकदम धेरै मौरीको घारहरू छन्, लगभग 100 भन्दा धेरै छन् भन्ने हुनुहुन्थ्यो। यहाँ हाम्रो टुरिस्टले चाहिँ ठाउँमा हेरिराख्नु भएको छ। कोही त्यता हुनुहुन्छ, कोही यता हुनुहुन्छ। असममा हाल्नु है। कस्तो उ रहेछ। एउटा मौरीमा चाहिँ तेजिलो रहेछ। ल ध्यान राख्नु ध्यान। यो ठाडी तल नझुक्नु। त्यो रानी कलरहरु मैले भने पनि रानी चाहिँ रानी छ। ठिकै छ। ए रानी 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 यो के रानी यो? रानी फर्काइ नि त हो। राम्रो आछ। कृष्णसँग सोधै त्यस्तो गर्दा डर लाग्छ। मेरो अनुभव त्यो त्यही त हप्ताको एकचोटि र 15 दिनको एकचोटिको अर्थ नै मैले नि हेर्दै हेर्छु कुनै हामी चाहिँ पामेको मौरी फार्मबाट अब बेङ्गासको मौरी फार्ममा जान लागेका छौँ। हामी यहाँबाट निस्किसकेको छौँ। हाम्रो चाहिँ अहिले ब्रेक टाइम खाजाको लागि खाजाको व्यञ्जन बनाउँछु। अब चाहिँ खाजा खाइरहेको छ। के खाजा पाइन्छ होला त? त्यही भएरै हो। यादै बस्दै खाजा खाएर अब बेङ्गासतिर जाँदै खाजा एकदम नमिठो खाजा गरेर चाहिँ हामी 2 घन्टा दिनु पऱ्यो। एन्ड लास्टमा चाउमिनको ढिलो
साथीहरू हामी चाहिँ बेगनस तालको मौरी पालनमा आइसकेको छौँ। बनाउनु परिहाल्यो नि। होइन उता नि अब यो धार हुँदैन सरलाई म घरको भिडियो बनाइदिन्छु। जानु पछाडि जानु यही हो अब यहाँ जम्मै यो चाहिँ के हो? के हो नि यो? मोइनको आधार कार्ड मोइन यो मोइन भयो त्यसलाई त्यहाँ चिसो बनाउने त्यसलाई त्यहाँ डोब्ने त्यसलाई फेरि घरमै हामीले पकाउने। घरमा पानीमा पकाएर निकालेको खै त हजुर यता आउनुहोस् यो मैनको आधार मकाले जुन वेस्ट प्रोडक्ट निकाल्नु हुन्छ नि पानीमा तताउने रे पानीमा के अनि दुध जस्तो तर जस्तो बस्छ रे माथि यो कुन त्यहाँ पानीमा राख्ने हो यो पानीमा राख्ने हो यहाँ साबन लागेको छ कुरा बुझ्नुभयो नि यो चिप्लो जति साबन हो यो साबन नलाउने हो नि त्यहाँ लान्छ नि सरफ पानीमा भिजाएको है यो त हेर्ने मात्र हो नि कहिले सिक्ने त ल हेर्नुहोस् यो त हामीले बनाउनु किनेर लानु तयार भयो। यो त उद्योगको लागि त देख्नुभयो नि आज यस्तो हेर्नु तयार भयो यो तयार भयो अब यसलाई हामीले यो अलिकति सुक्छ होइन यहाँ चाहिँ मौरीको घाँहरू पाइदो रहेछ, त्यसको लागि काठहरू यस्तो मेसिन छ। चाका निर्माण गर्ने मैन चाहिँ उनीहरूले मह जम्मा गर्न बस्सा हुर्काउनलाई बनाएको चाका चाहिँ पछि पुरानो भएपछि हामीले हटाउनु पर्ने हुन्छ अथवा मह काट्दाखेरि निस्किन्छ। ती कुराहरूलाई सबैलाई सङ्कलन गर्ने भनेको अब छोत्रा चाकाहरूलाई जम्मा गरेर एउटा डेक्चीमा कुनो पकाउँदा चाहिँ पकाइदिने। पकाइसकेपछि त्यो पकाएको थोत्रो चाकाहरूलाई एउटा झुलले अथवा पियाजको बोरा हुन्छ नि त्यस्तो जाली जस्तो बोरामा ल्याएर अर्को डेक्चीमा सर खनाइदिने छान्ने होइन। छानिसकेपछि यो कसरी जमेर बस्छ भन्दा जसरी हामीले दुध उमालेर कुँडे एक ठाउँ राख्छौँ स्थिर अवस्थामा अनि तर जम्छ त्यसरी नै तर जमेकोलाई बल्ल हामीले निकालेर अनि आज यहाँ मैन पगालेपछि त्यसलाई साँचोमा ढालियो अनि त्यसपछि यो मेसिनबाट हामीले आधार चाका निर्माण गरिएको हो। ल आजको ब्लग यही समाप्त भयो। सँगै फलो लाइक सब्सक्राइब